पर्दैन। कस्तो यात्रा ठिकै भयो? यात्रा ठिक भयो। अलि एक दुई ठाउँ बाटोको कारणले अलिकति असजिलो चाहिँ भयो। कुल मिलाएर बडा साह्रै सुखद यात्राको बाटो यस्तो हो। ठिकै हो। बाटो तपाईँको अलिकति कतै कतै खराब भए तापनि अहिले यहाँ आइपुग्दाखेरि चाहिँ सब दुःख बिर्सियो। अब यो त के छ र, यो अब क्यामेराले पो हामीले देखाउन सक्दैनौँ। यो त प्रत्यक्ष आएर हेर्ने खालको रहेछ यो ठाउँ। कोही नआएका हुनुहुन्छ भने आउनुहोस् एकपटक रुकुम। शोभायमान छ, एकदम राम्रो छ। सबै दुःख बिर्सिन्छ यहाँ आएपछि। बाटोमा जति दुःख परे पनि यहाँ आउँदा जम्मै झोलुङ्गे पुल ट्याक्क यो हाइटमा भएको झोलुङ्गे पुल यो असाध्यै सायद नेपालको धेरै अग्लो मध्येमा केही गणना हुने मध्येको होला हाइटमा भएको झोलुङ्गे पुल। ल ठिक छ। बजरङ्गबली ज्ञान गुण सागर के भन्थ्यो बिर्स्यो यार। बजरङ्गबली हनुमान की जय हो प्रभु जय हो। बजरङ्गबली हनुमान। यसरी दायाँ पारेर उताबाट फर्किनु। हजुर। ले चाहिँ अलिकति च्यालेन्ज गर्ला जस्तो छ। थोरै बुन्दाबान्दीहरू भइरह हाम्रो यात्रालाई। अब कति राम्रो। मेरा रुकुम मस्त खेल कस्तो राम्रो छ। पहिले रुकुममा के अरे रुकुममा योभन्दा 30 वर्ष पहिले आएको भए घरबार त यहीँबाट गरिन्थ्यो होला गाँठे। माउला आउन बाले घरबार गरे पनि हुन्थ्यो, आफूले घरबार गरे भने हुने ठाउँ रहेछ यो। टिका लाउ। अब त्यति बेला त्यही त नि, अब जमाना त राम्रो भइसकेको थियो। टिका लाउन कहिलेकाहीँ सम्भव होला नहोला, हुन्थ्यो हुँदैन थियो। मामाजीले दक्षिणाभरि इसेवाबाट हालिदिनुहुन्थ्यो। बस My time starts now. Now. गजब छ यार। ल आज हामी अलिक कटिएको आज हामी यो रुकुमको यात्रा बिहान 6 बजे 2000 कति हो आज 82 साल 82 ज्येष्ठको आज 10 गते हैन शनिबार बिहान 6:15 6:30 बजे तकरिबन तुलसीपुरबाट हामी बाइकमा यात्रा गरेर अहिलेसम्म जो यात्राको क्रममा छौँ। हामी कोही कतै स्टप गरेका छैनौँ। अनि अब होटलहरू पनि हामीले लिएको छैनौँ। अब यहाँ हाम्रो सुरुको गन्तव्य भनेको चाहिँ यो डिग्रे साई मन्दिर रुकुम मुसिकोट खलङ्गामा। यो चाहिँ एकदमै उच्च स्थानमा स्थित छ। अति नै मनोरम दृश्य देखिन्छ यहाँबाट हेर्दाखेरि। रमणीय अति रमणीय राम्रो। आज मामासँगको यात्रा सहयात्रा अत्यन्त चुनौतीपूर्ण पनि थियो बिचबिचमा, तर यो ठाउँले गर्दाखेरि चाहिँ सबै बिर्सेर एकदम ताजगी स्फूर्ति चुस्ती आहा मेरा मामा हो। राख्नुहोस् अब लगाउनुहोस् त्यसलाई चाहिँ इस्ट रुकुम पूर्वी रुकुमको कमल दह यानि कि कमल फुल्ने ताल गजब छ। हामी स्यारपुतालामा हाम्रो यो रुकुमको यात्राको अन्तिम गन्तव्य हामीलाई यहाँ हेर्ने दर्शनीय स्थलहरूमध्येमा पर्यटकीय स्थलहरूमा स्यारपुतालको अवलोकन दृश्यावलोकन गर्दै यहाँबाट अब हामी केही समयपछि आफ्नो गृह जिल्लातिर फर्किने अब तयारी गर्छौँ। यता अब यो के भन्छ अरे स्यारपुतालको नजारा सँगसँगै यहाँ फेरि अहिले हालसालै मात्रै यो प्याराग्लाइडिङको चाहिँ सुरुवात भएको रहेछ। अहिले टेस्टिङ फेजमा छ। हामीले लगभग प्याराग्लाइडिङ पनि लगभग 5-7 वटा जति त हेरेर भ्यायौँ। यो हामी हेर्ने मान्छेलाई त यति डर लाग्यो, गर्ने मान्छे त अब हुन त डराउने भए त किन गर्थ्यो होला र। तर लगभग यहाँबाट हामीले यसरी मुन्टो माथि हेर्दाखेरि चाहिँ लगभग प्लेनकै हाइट बराबरबाट आउने रहेछ। देखियो हेर्दा त हामीलाई यहाँबाट अत्यन्त साहसी खेल एकदम सिरु मुटु हेर्न समेत डर लाग्यो। हाम्रै माथि खस्छन् कि जस्तो लाग्यो। हावाको बेगले पुरा प्याराग्लाइडिङलाई चाहिँ आफ्नो गन्तव्यबाट अलिकति दायाँ बायाँ मोड्दाखेरि हामीलाई डर लाग्दो रहेछ। तर साथीहरूले चाहिँ राम्रोसँग अवतरण गर्नुभयो।
ल अब यही भन्दै हामीले यो रुकुमको यसपालिको भ्रमणलाई यही बिट मार्छौँ। धन्यवाद।